लौ सुना 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 लौ सुना सुना है लाई लाई लौ सुना 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 लौ सुना सुना है के नै छ यो पहाडमा दुःख बाहेक जन एक दिन चढी जानु छ रुवाउँदै सबको मन गाडी वाला बिग्रे यहाँ गाडी वाला गाडी जाउँदा बाटोमा टिन्टा चढेको थियो गाडी फ्याट्टै गयो फ्याट्टै गयो सबको मन के नै छ यो जीवनमा यहाँबाट माथि चढ्ने डाँडो चढ्ने फेरि बाटो बिर्सिएर हामी जाँदैछौँ फर्किएर होइन हराइयो हराइयो हामी हराइयो गाई त हराइयो ठुलो थियो नि सर यो ठाउँ कहाँ हो हाम्रो फेरि ड्राइभर दाइ ड्राइभर दाइ हेलो गाइज म यिनीहरूको ड्राइभर हो है मैले यिनीहरूलाई सेफ राइड गरेर यहाँ पुष्पलाल पार्कमा ल्याएर आइसकेको छु अब देख्न सक्नुहुन्छ तपाईँ पुष्पलाल पार्क ड्रोन सट केटा ड्रोन सट रुपियाँबाट चाउचाउ किनेर खाँदैछु छोटा पोटा 1 रुपियाँवाला चाउचाउको स्वादै छुट्टै सुना 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 लौ सुना सुना है के नै छ यो पहाडमा दुःख बाहेक जन एक दिन चढी जानु छ रुवाउँदै सबको मन ओहो सरजी हजुर के भइरहेछ फिल कस्तो एकदम मजा आइरहेछ बवाल छ है ठाउँ त बवाल यो ठाउँ कहाँको नाम चाहिँ के हो सरजी ठाउँको नाम यो ठाउँको नाम भत्कियो पार्टी भन्छन् के भत्के पार्टी नाम के हो अब त्यहाँ खेल न म फेरि भिडियो बनाइदिनु तिमीलाई देखाइदिन्छु अनि सानोमा खेलेको यादहरू यस्तरी आउँदै हामी पनि यस्तै खेल्थ्यौँ तिमी जस्तो हुँदा अहिले त बुढो भइयो ल ल ल ल सर ल तिम्रो नाम भनिदेऊ तामाङ कति क्लासमा पढ्छु 2 क्लासमा ओके के गर्न आएको त आज छुट्टी आज ल बाई गरिदेऊ ल के अरू कस्तो फिल भयो जङ्गलमा आउँदा लौरो बोकेर होइन शनिबारको यात्रा मान्छेहरू रमाइलो गर्दै आइरहेछन् सबै रमाइलो छ तर यहाँ केटाहरू यो बियरको बोतल चाहिँ यस्तै फुटाएको छ नि यहाँ रक्सी खाइरहेको हुनाले यो चाहिँ धेरै ब्याड फर इन्भाइरोमेन्ट गाइजहरू त्यस्तो चाहिँ नगर्नु पुरै फोहोर छ यहाँ यो जङ्गलभरि यस्तो राम्रो सुन्दर ठाउँ छ यो फोहोरले पुरै भरिपूर्ण अनि यहाँ हाम्रो केटाहरू छन् साह्रै ब्युटिफुल ठाउँ रहेछ अनि त्यहाँ यहाँ चाहिँ सल्लै सल्लाहको रुखको घारी छ अनि सल्लाहको पातहरू झर्ने मौसमसँगै सल्लाह पातहरू झरिसक्यो अब म चाहिँ यहाँ सुत्छु भनेको थिएँ बियरको बोतल रहेछ लास्टमा बसी बियर खाने अनि बोतल फालिदिने नेपालीको चलन यस्तै त हो नि अब हेर्नु न बियर बोतल खाएर अब सुत्छु भन्ने ठाउँमै छैन यस्तो राम्रो वातावरण छ है त्यस्तै छ तर म घुम्ने चाहिँ किर्तिपुरमा यो भत्के पार्टीदेखि हल्का माथि चाहिँ पुष्पलाल पार्कको साइडमा चाहिँ एउटा चाहिँ राम्रो सल्लाहघारी छ त्यो सल्लाहघारी चाहिँ राम्रो रहेछ एक दिन अब हामी मौसम मिलाएर चाहिँ हामी एक दिन यो सरसफाइ पनि गर्ने अभियान चलाउने चाहिँ हाम्रो भित्रदेखिको प्लान चाहिँ छ अब अहिले समयले साथ दिएन है हाम्रो टिम लिएर म यो काम पनि गर्न तयार छु हेलो गाइज हामी चाहिँ आज किर्तिपुरदेखि भत्के पार्टीको नजिकै आइसकेका थियौँ यहाँ सल्ली पिरोलको सल्लाहघारी थियो अनि सल्ली पिरोल चाहिँ यसै उठाएर गाई बन्छीहरूलाई हाल्ने काम चाहिँ गर्नुहुन्छ अनि यो पछि मलको लागि पनि प्रयोग हुने गर्छ थ्याङ्क यू सबै खादिनु राम्रो ठाउँ रहेछ है यहाँ त झन् पुरै जङ्गलमा डाँडासम्म देखिन्छ ल
गन्छ तिमी गर बोरा उजाला यस्तै काम घर गर्ने बेलामा मम्मी कति खुसी हुनुहुन्छ होला यस्तो यहाँ पल्ट्यो गुल्डो के गरिरहेको छौ भाइ तिमी यहाँ यो दिदीहरूलाई म हेल्प गरिरहेको छु ओहो यो पुरानो नेताहरूलाई पटाएको जस्तै हो सत्ता पल्टे चाहिँ गएर बुढा पल्टे खाने कति हजार पुग्छ मात्र त्यो छ है लौ सुना 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 लौ सुना सुना है लाई लाई लौ सुना 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 बोराले बोरा पल्टाउने काम भइरहेको छ यहाँ सँगसँगै हामीसँग हुनुहुन्छ गोविन्द घिमिरे गोविन्द घिमिरेले हेर्ने बोराले बोरा पल्टाउने एक्सन देखाइरहेको भाइले फेरि भाइ धेरै बल नदेखाउने यार धेरै बल भएपछि यस्तै हो फेरि बोराले बोरा पल्टाउने काम चाहिँ एकदम राम्रो हो नि यस्तो त कहाँ पुग्यो काम पनि बोरा काम पनि बोरा काम पनि बोरा